भोजपुरदेखि धरानसम्मको यात्रामा थियौँ। अनि धेरै पानी परेकोले गर्दा बिच बाटोमा लेगुवा घाटमा चाहिँ एकदमै कति 2 घन्टा जस्तो पानीले रोक्यो होला। हामी 11 बजे मेरो हस्बेन्ड चाहिँ डिटेल 11 साढे 11मा मात्र आइपुग्नु भएको थियो। अनि एकछिन खानासानाहरू खाँदा अनि 1 बजेतिर हिँडिरहेको थियौँ। अनि लेगुवा घाटमा आएर चाहिँ पानी एकदम ठुलो पऱ्यो। अनि रोकिएर यसो पानी एकछिन उयो गऱ्यौँ पनि उयो रहेन। अनि रेनकोट लगाएर हिँडेको है, भिजेर बिजोक। अनि आज चाहिँ हाम्रो धनकुटाको हिलेमा बसाइ भयो, धेरै पानी परेकोले गर्दा। त्यही भएर हामी चाहिँ आज धनकुटाको हिले मकालु भ्यू होटेलमा चाहिँ आज हाम्रो बसाइ छ है। मकालु भ्यू चाहिँ एकदम राम्रो रहेछ। अनि हेर्नुहोस् है, म हेराउँछु तपाईँहरूलाई पनि। फेसिलिटीहरू देख्न सक्नुहुन्छ हजुरहरू होइन। मेरो फेसिलिटीहरू चाहिँ छ होइन। अब तपाईँहरू एकचोटि होटल मकालु भ्यूलाई भिजिट गरिदिनु होला होइन। तपाईँहरू स्टे गर्न सक्नुहुन्छ साथीहरू है त। आजको डिनर सुकुटी खाना। भोजपुर गोल्ड कप हेरौँ भोजपुरमै भन्दै हुनुहुन्थ्यो। अनि आज यहाँ धनकुटा हिलेमा बसेर पनि भोजपुर गोल्ड कप नै हेर्ने तयारीमा उहाँ हुनुहुन्छ। हामीले चाहिँ रुममै खाना अर्डर गरेको है। आज एकदम धेरै पानी परिरहेछ नि त। यहाँको अलिक किचन चाहिँ तल रहेछ, तर यहाँनिर रुममै अर्डर गर्दा रुममै पनि ल्याइदिनु हुने रहेछ। अनि रुममा ल्याइदिनु भएको। अनि यता टेबलहरू पनि छ कि, तर हामी भुइँमै बसेर खाने भनेर यस्तो पानी तताउने ल अब खाना खाऊँ ल। गुड मर्निङ। आज पनि हामी मकालु भ्यू होटलमा हिलेमा नै छौँ है। आज तर खासै हिजो अनि रातभर पानी परेकोले खासै मौसम राम्रो छैन। अनि मेरो बुढाको तातो पानीबाट सुरु भयो है। अनि खासै अब अहिलेसम्म उजाड भएको छैन। अब भरे अलिक हुन्छ होला। तर एकदम साथीहरू तपाईँहरू पनि यतातिर घुम्नु आउनुहुन्छ भने यो होटल मकालु भ्यूमा चाहिँ स्टे गर्नु होला। यहाँ चाहिँ हामी टपमा छौँ र यहाँदेखिको चाहिँ टक्कै भ्यूहरू पनि ओभर राम्रो देखिँदो रहेछ। उता देखाउनु त एकचोटि। तर आज यस्तो छ नि त, मौसम राम्रो छैन नि त। भ्यूहरू पनि अत्यन्तै राम्रो छ होइन। यहाँबाट चाहिँ तिनजुरेहरू पनि जाँदो रहेछ। यहाँबाट त तिनजुरे नजिकै हो नि त। यस्तो हुसु लागिरहेछ क्या। खासै राम्रो त खुलेको छैन। अनि हिजो दिनभर अनि रातभर पानी परेको नि त। त्यहाँ पर चाहिँ बुद्ध चोक हो। बुद्धको मूर्ति अलिकति देखिन्छ। हिलेको बुद्ध चोक। अनि अब यता टोङबा चोक जान्छ। यहाँ माथि देख्न सक्नुहुन्छ भ्यू टावर पनि रहेछ। होटेल मकालु भ्यू है। यहाँ चाहिँ अलिक राम्रो रहेछ फेसिलिटीहरू।
यस्तो छ आजको वेदर चाहिँ खासै राम्रो खुलेको छैन। होटल मकालो भ्यू पोइबुरा लोक्ने श्रीमान मक्कालो भ्यू भन्छ मक्कालो भ्यू त हो यो होटल मकालो भ्यू पोइबुरा लोक्ने श्रीमान भन्नु श्रीमान हामी त अब जानु लागेको धरान एक फुट